हेर है गाइज यस्तो सुविधा छ यहाँ बाटोमा अब चिसो खान मन लाग्यो नि तातो खान मन लाग्यो नि जे खान मन लाग्यो त्यही छ क्या यहाँ यस्तो सुविधा छ त्यही पनि थरीको पहिला त हामीलाई यही पनि चलाउन आउँथेन अहिले त फेरि आउँछ सुरुमा आउँदा त चलाउन नजानेर निकाल्दिने क्या हामी त फेरि त्यस्तो होइन दोस्त त्यही चलाउन नआउने के हुन्छ होला कता ठाउँमा के हुन्छ होला भन्ने मैले भिडियो हालेको थिएँ नि त कसरी चलाउने भनेर योभन्दा अघिल्लो भिडियोमा तर अहिले चाहिँ आउँछ तातो चिसो अब खोकी लाग्छ भने तातो कफी सफी जे खायो भने कि ठाउँमा हुन्छ कि त्यही छ यहाँ अगाडि छ त्यही हुन्छ नेपालभन्दा त जापान त 100 वर्ष अगाडि छ गाइज यार कसम लास्टै विकसित छ जापान जे भयो हेर नि टक्क घरहरू यस्तो मिलेको छ यो सानो गल्ली यस्तो राम्रो छ गाडी सरर हिँड्छ अनि फेरि हामी बस्ने घर चाहिँ यो है दरिमुङ्गनो हे या यसमा हामी बस्ने